दर्शक नमस्ते सम्पूर्ण श्रोता महानुभावहरूलाई। हामी चाहिँ यहाँ पुलिस कलभित्र चाहिँ छिरेको छ। आज चाहिँ प्रोग्राम थियो। प्रोग्राम सिकेर चाहिँ अहिले भर्खरै हामी चाहिँ यहाँ चाहिँ बाहिर निस्केको। यहाँ चाहिँ पुरा गार्डन रहेछ। अनि यसरी चाहिँ मैले बाहिर गार्डनको चाहिँ भिडियो बनाइरहेको छु। यसरी चाहिँ यो पुलिस क्लब, नेपाल पुलिस क्लब यही कार्यक्रम सिकिसकेपछि हामी चाहिँ यसरी बाहिर निस्किरहेको छ। नेपाल पुलिस क्लब थुप्रै हुनुहुन्छ, धेरै गइसक्नुभयो। अब चाहिँ हामी पनि जाने हो, घर जानु छ। अब मैले एकैछिन चाहिँ एकैछिन चाहिँ म यहाँ चाहिँ भिडियो बनाउँदैछु। नेपाल पुलिस क्लब द गुरु आर्टिसन यसरी जान्छ। यहाँ चाहिँ नेपाल पुलिस क्लब, नेपाल प्रहरी सत्यम सेवा सुरक्षा पुलिस क्लब कोही सम्मान हुन्छ। आज चाहिँ बाहिर चाहिँ बेसरी पानी भएको छ, भित्र चाहिँ कार्यक्रम सिद्धिएर चाहिँ अब चाहिँ बाहिर निस्किसकेको। अब सबै चाहिँ आफ्नो स्थानतिर चाहिँ जानु लाग्नु भएको छ। म चाहिँ भर्खर बाहिर निस्केर चाहिँ भिडियो बनाइरहेको छु। यहाँ चाहिँ नेपाल पुलिस क्लबबाट चाहिँ हामी बाहिर निस्केर यहाँ चाहिँ भिडियो बनाउन गइरहेको छु। यसो देख्नुहुन्छ यति राम्रो छ। यहाँ बाहिर मौसम एकदमै पानी परेर चाहिँ पानी भइरहेको छ। यहाँ चाहिँ फेरि म त यहाँ बाहिरको भिडियो बनाउन गइरहेको छु मैले चाहिँ यसरी। यहाँ चाहिँ यता पनि बाहिर निस्किन्छ। यो चाहिँ यो बाहिरको पुरै गार्डन हो। यति सफा छ, यति राम्रो, यति सफा छ। यसरी देखिन्छ। यसरी हामी भर्खर यहाँबाट बाहिर निस्केको। नेपाल पुलिस क्लबबाट हामी चाहिँ भर्खर बाहिर निस्केको कार्यक्रम सकेर। यसरी देख्नुहुन्छ धेरै हुन्थ्यो मान्छेहरू चाहिँ। अहिले चाहिँ सबै बाहिर निस्किसक्नुभयो। अब चाहिँ जानुसँग गइसक्यो। अब घर चाहिँ जानुसँग गइसक्यो। अब चाहिँ म पनि निस्किन लागेको छु। कसैले आफ्नो तरिकाले फोटोहरू खिच्दै हुनुहुन्छ। चाहिँ सबैले फोटो खिच्दै हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो सरहरू उता फोटो खिचिरहनु भएको छ, कसैले बाहिर निकाल्न गइरहनु भएको छ। अब चाहिँ म पनि सानो भिडियो क्लिप सकेर हामी पनि जाने भनेको छौँ। पठाउन जानु भनेको छ। माथि मौसम एकदम कालो छ। यताबाट आउनुहुन्छ। यता चाहिँ अब गेट हो, यो बाहिरको गेट हो। चाहिँ सबै निस्किनुहुन्छ। यसरी यो बाहिरको गेट हो। यहाँ चाहिँ बाहिर गेट। यता पनि धेरै राम्रो छ। यता पनि टिकटक बनाउँदै हुन्छ उहाँले चाहिँ। यहाँ चाहिँ धेरै राम्रो छ नेपाल पुलिस क्लब है। चाहिँ यसरी देख्नुहुन्छ। यहाँ चाहिँ यसरी सफा छ। सरहरू यता आउनुहुन्छ। यो चाहिँ अब गेट हो। यहाँबाट हामीले निस्किनु होला एकछिनपछि। नेपाल पुलिस क्लब है। यो छ आज चाहिँ यो कार्यक्रम थियो। यहाँ चाहिँ अब पनि देखाएको थिएन मैले यहाँले। हामी यहाँबाट सुमन सरहरू जानु लानुभयो। जाने हो। अब चाहिँ सबै साथीहरू सुन्नु लाग्नुपर्छ। हामी पनि सुन्नु अब हामी पनि जानलाई
तयारी छौँ हामीसँगको बाहिर चाहिँ पानी मन लागेको छ अब चाहिँ हामी पनि जाने हो यसरी तपाईँ गइसक्नु भयो अब हामी पनि जाने हो।